मान्छेको जीवन जिउने पनि अनेक तरिकाहरू हुन्छन्। संसारमा करिब 8 अर्ब मान्छेहरू छन्, तर 8 अर्ब मान्छेको जीवन जिउने शैली एकनासको छैन। तर सामान्यतया मान्छेले आफ्नो जीवन चाहिँ दुई प्रकारले जिउने गर्छन् के। एउटा लिभ बाई डिफल्ट र एउटा लिभ बाई डिजाइन भनिन्छ। लिभ बाई डिफल्ट भनेको के हो भन्दाखेरि जस्तो भौगोलिक परिस्थिति, जस्तो पारिवारिक पृष्ठभूमि, जस्तो समाजमा जन्मियो र हुर्क्यो त्यही अनुसार आफ्नो जीवनमा त्यो चिजलाई स्वीकारेर आफ्नो जीवनमा पनि नयाँ कुनै त्यस्तो केही चिज नगर्ने, जसरी त्यो आफू हुर्केको समाज जसरी जिरहेको छ हिजोदेखि आजसम्म त्योभन्दा फरक तरिकाले नजिउने, त्यो समाजको जीवनशैलीलाई नै अन्तिम सत्य हो भनेर त्यसैलाई स्वीकार्ने र त्यसरी जिउने, त्यसलाई लिभ बाई डिफल्ट भन्छ। उसलाई नयाँ कुरा केही गर्नु छैन के, उसलाई नयाँ परिवर्तन गर्नु छैन, नयाँ प्रगति गर्नु छैन। र अर्को छ लिभ बाई डिजाइन। लिभ बाई डिजाइन भन्ने शब्दबाटै प्रष्ट हुन्छ कि लिभ बाई डिजाइन भनेको आफ्नो जीवनलाई नै डिजाइन गर्ने, आफ्नो जीवनलाई नै सृजनात्मक ढङ्गले रचनात्मक ढङ्गले जिउने। जस्तोसुकै परिस्थितिमा, जस्तोसुकै भूगोलमा, जस्तोसुकै पारिवारिक वातावरण र समाजमा जन्मिए तापनि हुर्के तापनि त्यो समाजले जसरी जिरहेको छ नि हिजोदेखि आजसम्म त्यसै गरी जिउनुपर्छ भन्ने छैन। फरक सम्भावनाको खोजी र फरक शैलीले जिउने एउटा हिम्मत राख्नु, क्षमता राख्नु, त्यसलाई लिभ बाई डिजाइन भन्छन्। हामीले संसारका सफल भन्ने मान्छेहरूको इतिहासहरू र उनीहरूको जीवनी हामीले अध्ययन गर्यो भने पनि यो कुरा प्रष्ट हुन्छ कि उनीहरू हुर्केको समाजमा सबै मान्छेको सोच जस्तो थियो उनीहरूले त्योभन्दा फरक तरिकाले सोच्न थाले र फरक तरिकाले जिउन थाले। उनीहरूकै समाजमा पनि उनीहरू सँगसँगै कयौँ मान्छेहरू जन्मियो होला नि त, तर सबै मान्छे उनीहरू जस्तै सफल किन भएनन् भन्दाखेरि सबैले एउटै तरिकाले सोच्न सकेनन् या चाहेनन्। सायद धेरैभन्दा धेरै मान्छे कम्फर्ट जोनमा बस्न खोजे होला, चाहे होला। कति मान्छेको त इच्छा नै हुन्छ परिवर्तन नै नचाहने, परिवर्तनलाई नस्वीकार्ने, जस्तो छ यथास्थितिमा बाँच्ने। कति मान्छे त्यस्ता पनि हुन्छन् र त्यस्ता मान्छेहरूको भिडमा रहेर पनि त्यो भिडभन्दा अलग तरिकाले सोचेर अलग तरिकाले कर्म गरेर जिउने मान्छेहरू नै लिभ बाई डिजाइन थ्योरीबाट, त्यो सिद्धान्तबाट जिउने मान्छेहरू हुन् र त्यसैले इतिहास रच्ने हो, त्यसैले आफ्नो त्यो समाजमा फरक खालको प्रस्तुति देखाउने हो। त्यसैले गर्दा हामीले हाम्रो जीवन चाहिँ जस्तो हाम्रो समाजमा हिजोदेखि आजसम्म हाम्रा समाजका मान्छेहरू जसरी भागदौडमा जीवन जिरहेका छन् नि त्यही भागदौड नै जीवनको यथार्थ हो, योभन्दा फरक जिउने शैली नै छैन भनेर त्यसलाई स्वीकारेर हामी पनि त्यही तरिकाले जिन्दगी जिरहेका छौँ या जीवनमा केही नवीन काम गरौँ। मैले गर्न सक्ने सम्भावना कतिसम्म रहेछ, मेरो क्षमताको उच्चतम बिन्दु के रहेछ भन्ने खालको सम्भाव्यता खोजी गरेर आफ्नो क्षमताको पहिचान गरेर त्यही क्षमताअनुसार काम गरेर त्यो क्षमताभित्र पनि अझ अब्बल तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने सोचेर खोजेर त्यसलाई लागू गरेर जीवनमा काम गरेर समाजलाई पनि केही योगदान दिएर जिउने यो दुईटा जीवनशैली संसारका मान्छेहरूले अपनाइरहेका हुन्छन्। एउटा कुरा चाहिँ हामीले सधैँ के याद राख्नुपर्छ भन्दाखेरि प्रयास नगर्नु भनेको चाहेको चिज नपाउनु हो, प्रश्न नगर्नु भनेको उत्तर नपाउनु हो र अगाडि नबढ्नु भनेको चाहिँ जहाँको त्यहीँ रहनु हो। हामीले सधैँभरि अगाडि बढ्ने प्रयास गर्नुपर्छ, सधैँभरि हामीले आफूलाई मोटिभेट गर्नुपर्छ, सधैँभरि हामीले आफूलाई अपडेट गर्नुपर्छ। हामीले आफूलाई अपडेट गरेनौँ भने, हामीले आफूलाई अगाडि बढाएनौँ भने तपाईँ जहाँको त्यहीँ बस्नुहुन्छ, त्योभन्दा अगाडि तपाईँ कतै पनि पुग्नुहुन्न।